बौद्ध दर्शनमा दियो बाल्नुको महत्त्वबारे आउनुस् आज यसबारे छोटो चर्चा गरौँ। अब हेर्नुस्, दियो बाल्नु भनेको खाली उज्यालोको लागि मात्रै होइन। यसमा त जीवन र ज्ञानका कति गहिरा रहस्य लुकेका छन्। यसका मुख्य 3 कुरा के हुन् त? ल हेरौँ है त। पहिलो कुरा त दियो भनेको ज्ञानको प्रतीक हो। सोच्नुस् त, एउटा सानो दियोले कोठाको पूरै अन्धकार हटाए जस्तै। यसले हाम्रो मनभित्रको अज्ञानता र अहंकारलाई पनि हटाउँछ भन्ने संकेत गर्छ। यो भन्नुको मतलब भित्री जागरणको कुरा हो। दोस्रो कुरा, यो त झनै गहिरो छ। यसले हामीलाई अनित्यताको पाठ सिकाउँछ। मतलब सबै कुरा क्षणिक छ। जसरी दियोको तेल र सलेदो सकिएपछि त्यो निभ्छ, ठ्याक्कै त्यस्तै हाम्रो जीवन पनि त क्षणभङ्गुर छ। तर हेर्नुस् त, निभ्नु अघि आफू जलेर अरूलाई उज्यालो दिनु हो, यही त हो करुणाको भावना। र अन्त्यमा तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण सन्देश, बुद्धको त्यो उपदेश छ नि, अत्त दीपो भव। यसको अर्थ हो आफ्नो प्रकाश आफै बन। भनेपछि बाहिर दियो बाल्नु त एउटा प्रतीक मात्रै भयो। खास कुरा त आफ्नो भित्री चेतनालाई जगाउनु पो रहेछ। छोटकरीमा भन्नुपर्दा बौद्ध दियोले बाहिरी उज्यालो मात्रै देखाउँदैन, यसले त भित्री चेतना जगाउने एउटा गहिरो सन्देश दिन्छ।